छ तराई मधेसमा आउनु भएको छ किन आउनु भयो के को लागि आउनु भयो यो अहिले जुन चुनावी अभियान छ हाम्रो देशैभरि अभियान हामी सुरु गरेका छौँ। अहिले पहिलोचोटि म वीरगञ्जमा आएको छु। आज के अरे यो सिमरामा आएको छु। सिमराको 12 क्षेत्रमा आज हाम्रो भिजिट छ र अब बिस्तारै हामी देशैभरि हामी आफ्नो चुनावी अभियान सुरु गर्नको लागि आएका हौँ। अब यो फागुन 21 गतेको निर्वाचनमा चाहिँ तपाईँको पार्टी उज्यालो नेपाल पार्टीको स्थिति अवस्था के रहला? कुन पोजिसनमा रहन्छ उज्यालो नेपाल पार्टी? हाम्रो पार्टीले देशैभरि 121 ठाउँमा चाहिँ उम्मेदवार उठाएका छौँ। अब हाम्रो धेरै ठाउँमा हाम्रो कम्पिटिसनमा छ र हाम्रो धेरै सिटहरूमा हामी जित्छौँ। पूर्वदेखि पश्चिमसम्म काठमाडौँ आसपास र धेरै ठाउँमा हाम्रो उम्मेदवारहरूले चाहिँ एकदमै प्रतिस्पर्धामा हुनुहुन्छ र धेरै ठाउँमा यति बेला सबैको ध्यान झापा 5मा छ। बालेन र त्यसै गरी केपी ओलीको ध्यान झापा 5लाई कसरी हेर्नु भएको छ? झापा 5मा अब हाम्रो पनि उम्मेदवार छ। अब सबै पार्टीहरूले उम्मेदवार दिनु भएको छ। अब जनताले निर्णय गर्नेछ। त्यहाँ त बालेनको जित हुन्छ भनिरहेछ नि मान्छे। जनताले जे निर्णय गर्छ त्यही हुन्छ। राष्ट्रसभासम्मको तालमेललाई कोमाको सँगै दिनु अब एउटा हामीले जुन एउटा प्रक्रियामा जाँदाखेरि एकैछिन समय दिनु। यहाँ राष्ट्रसभाको बारेमा थोरै भन्दै हुनुहुन्छ। होइन, त्यो एउटा हामीले सदाशयता देखाएर नेपाली जनताले चाहेको होइन नेपाली समाज चाहिँ जनजी आन्दोलनको स्पिरिट र देशको पनि माग र जनताको पनि चाहना बमोजिममा हामीले सबै छोडेर सबै एउटा चाहिँ त्यागेर एउटा सहमतिमा जाउँ भन्ने हिसाबले गएका हौँ। त्यो सहमति चाहिँ कार्यान्वयन भएन। त्यति मात्रै हो। मैले धेरै